16 वर्षीय इनिसालाई उसको प्रेमीले भेट्नको लागि जंगल छेउमा बोलाउँछन्। प्रेमीको विश्वास गरी इनिसा जंगल छेउ पुग्छिन् तर कहिले नफर्किने गरी। त्यसपछि तिनै प्रेमीले आग्रह गर्छन् इनिसालाई जंगल भित्रै हिँड्नको लागि। तर त्यहाँ अन्य 3 जना युवाहरू पनि हुन्छन्। प्रेमीको विश्वास गरी प्रेमीसँगै जंगल भित्रै भेट्न गएकी इनिसा माथि तिनै युवाहरूले जबरजस्ती गर्न थाल्छन्। पालै पालो 3-4 जना व्यक्तिबाट बलात्कारको शिकार बनेपछि इनिसा छटपटाउन थाल्छिन्। त्यसपछि तिनै युवाहरूले हिसार्दै करिब 5 मिटर तल झार्छन्। यही बेहोस भएकी इनिसा अन्ततः मृतक फेला पर्छिन्। सुर्खेतकी 16 वर्षीय इनिसाकी परिवार र आफन्तहरूले बताए अनुसार उनको यसै गरी बलात्कार गरी हत्या गरिएको हो। कञ्चनपुरको 13 वर्षीय निर्मला पन्त जस्तै बैतडीको 17 वर्षीय भागवती भट्ट जस्तै बलात्कारपछि हत्या अब 16 वर्षीय इनिसा विक्कको भएको छ। यौन पिचासोको चङ्गुलमा परेपछि कलिला चेलीहरू वर्षौंदेखि ज्यान गुमाउन बाध्य छन्। इनिसाले समेत नारी दिवसको अघिल्लो दिन बलात्कारबाटै ज्यान गुमाएकी छिन्। त्यसै इनिसा फागुन 23 गते पनि बिहान ट्युसन पढ्न घरबाट निस्केकी थिइन्। सुर्खेतको गरवा नगरपालिका वार्ड नम्बर 6 वडाकोली घर भए पनि वीरेन्द्रनगर बस्दै आएकी उनी कक्षा 11 मा अध्ययनरत थिइन्। घरभन्दा केही समयको दूरी वीरेन्द्रनगर 6 मा भएको उषा बाल बाटिका स्कुलमा पढ्थिन्। तर बिहान 6 बजे घरबाट निस्केकी उनी 9 बजेसम्म घर आइनन्। तर केही समयपछि कुनै नम्बरबाट आत्तिएर फोन आउँछ, तपाईँ छिट्टै आइहाल्नु पर्यो भनेर। इनिसाको आमालाई स्थानीय जनजागरण मन सँगै रहेको शहीद पार्कमा पुगेपछि आमाले हेरिन् छोरीको शरीर भरि रक्तमय रहेको पनि फुकालेका रहेछन् र चुराहरू पनि फुटेका र छटपष्ट देखे। कपडा समेत खोलेर लगाएको देखेपछि उनी छाँगाबाट खसे जस्तै भइन्। घटनास्थलमा पुगेका स्थानीयहरूले इनिसालाई बेहोस अवस्थामा अस्पताल पुर्याए। प्रदेश अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरे तर परिवारले अहिलेसम्म उनको लास बुझेका छैनन्। घटनास्थलमा पुगेका स्थानीयहरूको अनुसार इनिसालाई जंगलमा लतारिएको थियो। उनको योनिबाट बलबल्ती रगत बगिरहेको थियो। प्रहरीले अनुसन्धान सुरु गरे। लगतै सोही दिन दिउँसो अनमोल गौली नाम गरेको व्यक्तिलाई पक्राउ गरे। यिनै अनमोल हुन् जसलाई इनिसाको प्रेमी भनिएको हुन्, जसको झोलामा इनिसाको भित्री वस्त्र पनि फेला परेका छन्। उनकै बयानको आधारमा फागुन 24 गते 3 जना दिपेश ढकाल, आशिक ढकाल, गौरव ढकाल पक्राउ परेका छन्। अन्तमा अनमोलले बलात्कार गरेपछि साथीहरूलाई पनि बोलाएर सामूहिक बलात्कार गरे। यसरी नै इनिसाको हत्या हुन सक्ने भन्ने मात्र परिवारको दाबी मात्र छैन, प्रहरीको प्रारम्भिक अनुसन्धानले समेत देखाउन खोजेको छ। कर्तव्य ज्यान मार्ने उद्योग र जबरजस्ती कर्नीको जाहिरी दिएका छन्। लक्का जवान उनीहरूलाई भन्न थालिसकेपछि जोगाउने खेल चल्न थालिसकेको त होइन भन्ने परिवारहरूको आशंका समेत सुरु भएको छ। चासो र चिन्ता प्रकट भएपछि काठमाडौँको माइती घरमा समेत अधिकार कर्मीहरूले न्यायका लागि आन्दोलन सुरु गरेका छन्। 4 जना मानव प्रतिबन्धको शिकार भएपछि सुर्खेतको जंगलमा शनिबार यो घटना घटेको देखिन्छ। घटनाको वास्तविकता के हो? परिवारले भने जस्तै हो कि अन्य केही तथ्यहरू छन्? प्रहरीको अनुसन्धानपछि मात्र खुल्नेछन्। केही नजिकका व्यक्तिहरूले बताए अनुसार इनिसा र अनमोल अन्तर्जातीय प्रेम सम्बन्धमा थिए र त्यो सम्बन्ध अनमोलका परिवारले अस्वीकार गरेका थिए। त्यसमा पनि इनिसा आगामी वैशाखमा विवाहको तयारीमा थिए। त्यही कारणले उनको हत्या गरेको अनुमान गरिन्छ। एकजना कलिला बालिका जसको अस्तित्व मात्र होइन जीवन नै लुटेर निर्ममतापूर्ण हत्या नै गरिएको छ। उनको हाँसो र भविष्य र परिवारको सपना खोसिएको छ। यस्ता घटनाले केवल व्यक्तिगत मात्र होइन समाजका लागि पनि पोल्ने घाउहरू हुन्। अब सरकार र प्रहरीमाथि प्रश्न उठाउने बेला भएको छ। किन हरेक वर्ष यस्ता घटनाहरू दोहोरिन्छन्? किन निर्मला, इनिसा र भागीरथी जस्ता जीवन खोसिन्छन्? यो कुनै संयोग होइन होला? के आवश्यक र निर्मम सजाय नहुँदा राज्य संस्था असफल हुँदै गएको प्रमाण हो? प्रहरीकै प्रारम्भिक अनुसन्धानले सामूहिक बलात्कार र हत्या देखाए पनि विगतकै मुद्दा जस्तो कुनै प्रभाव र दबावमा फाइल थन्काउने काम हुने त होइन। अब इनिसाको हत्याले हामी नेपालीलाई पुग्यो। हामी सम्पूर्ण नेपालीहरू झकझकाउनु पर्छ। अपराधीलाई निर्मम सजाय दिनुपर्छ। होइन भने यो समाजमा छोरीहरू सुरक्षित रहन सक्दैन। सरकारले तुरन्त विशेष सजायको व्यवस्था गर्नुपर्छ। हस्त मैले भन्न खोजेको यति मात्र हो कि तपाईहरूको विचार कमेन्ट मार्फत साझा गर्नुहोला।
र जसले मलाई फलो गर्नु भएको छैन उहाँहरूले फलो गरिदिनु होला र यो भिडियोलाई शेयर गरिदिनु होला। धन्यवाद।